Hi guys, namaste. Welcome to my channel Ritu's vlog. So guys, how are you? It's been long time है म चाहिँ मैले भिडियोहरू लङ भिडियोहरू नबनाएको चाहिँ धेरै समय भइसक्यो बिकज आम पोस्टिङ ओन्ली सर्ट्स है म सर्ट्सहरू मात्र धेरै पोस्ट गरिरहेको हुन्छु तर मैले यो लङ भिडियो चाहिँ धेरै पोस्ट नगरेको धेरै भयो सो आज चाहिँ मैले एउटा नयाँ भिडियो लिएर आएको छु द्याट्स फर स्पेसल फर क्रिसमस है अनि आज चाहिँ मैले एउटा के अरे लाइक सामान अर्डर गरेको थिएँ विच आम गन सो यु प्लिज वाच until finish my video please watch okay so I'm gonna show what I order from online चाहिँ मैले एउटा अनलाइन सामान अर्डर गरेको छु विच आम गन सो यु ओके तपाईँलाई थाहा भइसक्यो होला गेस गरिसक्यो होला के हो भनेर सो यो चाहिँ मैले के अर्डर गरेको भने आई सो यु यो चाहिँ मैले क्रिसमसको लागि भनेर फ्री अर्डर गरेको थिएँ एन्ड I will show you. So this is the one, right? As you can see, यो चाहिँ pine tree हो. र यो चाहिँ अलिकति छ यो चाहिँ 3 फिटको हो. सो मैले 3 फिटको अर्डर गरेँ यत्रो हुन्छ. सो मैले क्रिसमसको लागि भनेर स्पेशल अर्डर गरेको छु. सो यसको चाहिँ यस्तो हुन्छ तलपट्टिको भाग. सो अनि त्यसको साथसाथै मैले डेकोरेसन सामान अर्डर गरेको छु द्याट इज दिस वान एन्ड दिस वान सान्टा क्लज सो मैले चाहिँ अर्डर गरेको छु दुईवटा एन्ड इट्स भेरी चिप प्राइस है सो कसैलाई चाहिएको छ भने प्लिज लेट मी नो ल म भनिदिन्छु कहाँबाट अर्डर गर्नु भनेर सो मैले चाहिँ यो चाहिँ यसको स्ट्यान्ड हो यो चाहिँ यो ट्री राख्नको लागि यसरी लक गरेर स्ट्यान्ड गर्ने लाइक दिस यस्तो गरेर यस्तो स्ट्यान्ड हुन्छ हैन सो ठ्याक्कै यो बस्छ कि स्ट्यान्डमा स्ट्यान्ड हालेपछि त्यसपछि लाइक दिस सो यो चाहिँ यसरी ठ्याक्क बस्छ कि टक्क यो चाहिँ 3 फिटको है गाइस सो यसको डेकोरेसन चाहिँ म तपाईहरुलाई पछि देखाउँछु अहिले चाहिँ म यो खोल्दिनँ किनभने क्रिसमस इज स्टिल ह्याभ टाइम टु कम हैन सो म त क्रिसमसको दिनमा यो सब देखाएर अनि त्यसपछि म यसको चाहिँ पुरा डेकोरेट गरेर यसको लुक्स देखाउँछु है त गाइस एन्ड थ्याङ्क यू सो मच मेरो भिडियो चाहिँ वाच गरिदिनु होला एन्ड प्लिज गिभ अस लाइक्स एन्ड सब्सक्राइब माई च्यानल थ्याङ्क यू सो मच ह्याभ अ गुड डे नमस्ते बाई बाई